फेरि पनि आज भिडियो बनाउन गइरहेको छु है। आज चाहिँ स्कुल बिदा भयो तर अँध्यारो हुँदैछ हैन। त्यो चाहिँ अँध्यारो चाहिँ गइरहेको छ। हावा पनि अत्यन्तै लाग्दैछ। पानी आकाश हेर्नुस् दण्डकार छ है। यो बाघतिर पुरै मजाले हावा चलिरहेको छ गाइस। हेर्नुस् हावा हुरी गरिरहेको छ। अहिले चाहिँ 10 बजेर 1 बजेर 10 मिनट जति गयो होला हैन। त्यस्तो अवस्थामा पनि अँध्यारो हुँदैछ हैन। मोबाइलले मात्र अहिले उज्यालो देखाएको छ है। धेरै भिडियो छिटै बिदा दियो होइन। 1 बजे अँध्यारो भइसकेको छ है। मोबाइलमा चाहिँ उज्यालो देखिरहेको छ भिडियोमा होइन। तर अँध्यारो 7 बज्न लागेको जस्तो भइरहेको छ गाइस। अहिले आकाश त अत्यन्तै हेर्नु डर लाग्दो भइरहेको छ। पानी आउला चाहिँ गरिरहेको छ गाइस। हावा हुरी चाहिँ यसरी नै चलिरहेको छ यो एरियामा। तर आनन्द आउँछ किनभने गर्मीको समयमा हावा चाहिँ अत्यन्तै रमाइलो हुन्छ। तर उडाएर लैजाला जस्तो पनि चल्छ है। हाम्रो चाहिँ अगाडि रुख छ होइन। रुख त बेसरी हल्लिएछ गाइस है। ओहो हावा चाहिँ ठेरै ठुलो छ गाइस है। पानी पनि पर्ला जस्तो गरिरहेको छ। जस्तो लागिरहेको छ गाइस। अत्यन्तै अँध्यारो गरिरहेको छ। आकाशबाट आइरहेको छ। मलाई उडाउला चाहिँ गरिरहेको छ गाइस। अहिले चाहिँ बाँकी भिडियो म अर्को भिडियोमा देखाउँछु है गाइस। गाह्रो भइरहेको छ। अब ड्रेस चेन्ज गर्नु पर्यो। हेर्न सक्नुहुन्छ होइन मेरो फेस पनि क्लियर आएको छैन अँध्यारोले गर्दा। यो आकाश त यस्तो अँध्यारो भइरहेको छ कि हेर्नु त गाइस। अँध्यारो भएछ होइन। अहिले चाहिँ ठ्याक्कै 1 बजे होला सायद। दिउँसोको 1 बजे पनि यस्तो भइरहेको छ होइन। अहिले चाहिँ हेर्नुहोस् त यस्तो अँध्यारोमा अब 6-7 बजे जस्तो भइरहेको छ होइन। यस्तो अँध्यारो भइरहेको छ कि मौसम चाहिँ अहिले खतरा छ। हावाहुरी चाहिँ बवाल लागेको छ गाइस। बाहिर भएका सबै कुरा तारा सुरु भाँचिदिने उडाइदिने गरिरहेको छ होइन। अरू भन्दा मेरो चप्पल जोगान पर्यो गाइस है। चप्पल चाहिँ बाहिर रहेछ है। भिज्यो भने हेर्नु त भित्र त लाइन साइन सबै गएर अन्धकार छ गाइस है। 2 बजेको टाइममा दिउँसो 1 बजेको टाइममा पनि यस्तो भइरहेको छ। सायद आज उज्यालो हुँदैन होला गाइस। बाहिर चाहिँ अलिअलि उज्यालो हो कि उज्यालो त छ र गाइस। भित्र त झन् लाइन पनि नआएर यस्तो भइरहेको छ होइन। मेरो थोप्रा त तपाईँले देख्नुभयो नि। अरू बेला मेरो थोप्रा देख्नुभएको छ अलि उज्यालो छ नि। आज त घाम पनि नलाएर मेरो थोप्रा चाहिँ अँध्यारो भइरहेको छ गाइस। हेर्नुहोस् त हाम्रो घरको हालत चाहिँ अँध्यारो छ। बाहिर हेर्नु जाऊँ है ल गाइस। अँध्यारो छ अहिले। उता त अँध्यारो गरेको छ यो ठुलो पानी आउला जस्तो। ल गाइस हेर्नुहोस् बाहिरको हालतमा देखाउनु गइरहेको छु। अहिले चाहिँ हेर्नुहोस् कस्तो अँध्यारो भइरहेको छ। अहिले चाहिँ अत्यन्तै अँध्यारो छ। भ्लग बनाउने बाटोमा बाहिर जान नपाउने भयो। बाहिर चाहिँ पुरै अब केही खसेर टाउकोमा शरीरमा लाग्न सक्ने सम्भावनाहरू छ गाइस। एकदमै अँध्यारो छ है। हेर्नुहोस् पुरै 1 बजेको टाइममा पनि यति धेरै अँध्यारो हुनु भनेको त अब खतरनाकै कुरा हो। अब यस्तो मौसम गरिराखे मार्फत चाहिँ गाइस हजुरहरू सचेत हुनु होला। यता चाहिँ अटो आएछ। साइकल गाडीहरू चल्न पनि गाह्रो गरिरहेको छ होइन। बल र उताबाट फोर्सले गर्दा चाहिँ अत्यन्तै गाह्रो भइरहेको छ गाइस। ओहो उता त झन् कालचुर तरिकाले अन्धकार भइरहेको छ। यो एरियातिर उतातिर हेर्न सक्नुहुन्छ पुरै अँध्यारो छ गाइस। म चाहिँ यो गाडीहरू पनि लाइट बालेर हिँड्न सक्ने अवस्था भइरहेको छ अहिले चाहिँ गाडीहरू पनि। तर क्यामेरामा चाहिँ उज्यालो देखिरहेको छ। हेर्नुहोस् क्या भ्यू छ। अँध्यारो छ तर उज्यालो चाहिँ देखिरहेको छ मोबाइलमा। मात्र अँध्यारो अन्धकारले छ। हल्का मात्र प्रकाशको प्रकोप परेको कारणले मात्र अहिले उज्यालो छ गाइस। मात्र हेर्नुहोस् त हावा हुरी त यो उडाएर लैजाला जस्तो भइरहेको छ। म देखाउन चाहेन गाइस। अब ल गाइस म चाहिँ अब यता हाम्रो बाल काट्ने दाजुकोमा आइरहेको छु है। उहाँले चाहिँ यस्तो अवस्थामा पनि काम गर्न छोड्नु भएको छैन। उहाँको मेहनत चाहिँ
अटेन्डै छ है हजुर भाइ मलाई पनि भ्लग ल हेर्नुहोस् हाम्रो भाइले चाहिँ बाल काट्दै हुनुहुन्छ अहिले यस्तो अवस्थामा उहाँको ठिकै छ भनौँ होइन यस्तो राम्रो बाल काट्नुहुन्छ होइन हाम्रो सरले चाहिँ यहाँकोमा बाल काट्न आउनुहुन म अनुरोध गर्दछु यही मुखमा लाइट बाली बाली काट्ने गरी लाइट गएको छ के गर्ने हावाहुरी अत्यन्तै छ यस्तो अवस्थामा पनि काम गरिराख्नु भएको छ गाइज हाम्रो भाइको बाल चाहिँ एकछिनको फेरि हावाले पुऱ्याइदिएर नाङ्गै टक्ले बनाइदिन्छ है गाइज यस्तो छ अवस्था ल म चाहिँ लागेँ भिडियो बनाउन छ यहाँ धुलो छ पो भित्रै न गाइज चाहिँ मैले अघि नै भनिसकेँ समय चाहिँ 2 बज्न लाइफ पुग्यो होला होइन त्यसमा अँध्यारो भएर गाडीहरूले लाइट बालेर हिँड्ने अवस्था छ म चाहिँ यो रुदिसकेँ है भिजिसकेँ पानी पनि परिसक्यो है हावाहुरी चाहिँ अत्यन्तै चलिरहेको छ गाइस म चाहिँ पानी भिडियो बनाउनको लागि निस्किसकेँ गाइस म यस्तो पानीमा मेहनत गरिरहेको छु गाइस है मेरो भिडियोलाई माया गरिदिनु होला भन्ने माया गरिदिनुहुन्छ भन्ने म आशा गर्दछु मेरो मेहनतलाई हजुरहरूले अवश्य देख्नुहुनेछ गाइस साइकलले चल्दैन है गाइस हावाको फोर्सले गर्दा ओ गाइस भिजायो मलाई गाइस ल गाइस अँध्यारो गरिरहेको छ अत्यन्तै गाह्रो होला जस्तो छ है फेरि ठुलो हेर्न सक्नुहुन्छ गाडीले पुरै लाइट हालेर हिँडिरहेको छ गाइस है गाइस म चाहिँ भिडियो स्किप गर्न चाहेँ गाइस अब कटाङ गुडुङ गाडङ गुडुङ गर्न लागिसक्यो है गाइस हेलो गाइज मौसम पनि अहिले सफा भइसकेको छ अघिको भन्दा अघि चाहिँ अन्धकार भइरहेको थियो अहिले भर्खरै 2:30 चाहिँ यति सफा गरिरहेको छ अघिको जस्तो अन्धकार छैन किनभने पानी आएको थियो गाइस गाइस अब म फेरि घर पुग्न लागिसकेको छु थ्याङ्क यू सो मच भिडियो अन्तिमसम्म हेर्नुभएको निम्ति लाइक कमेन्ट सब्सक्राइब र फलो अनि सेयर गर्न नबिर्सिनु होला गाइस ओके बाई